इजिकलले भने तँ यदि बसेको छस् भने पनि तँ सुतेकै छस् भने पनि पहिला चाहिँ तँ उठ्नुपर्छ है, तँ उठ्नुपर्छ, अन्त मात्रै म तँसँग चाहिँ बोल्छु। अनि बोल्नुभन्दा अगाडि चाहिँ इजिकललाई चाहिँ आफ्नो ठाउँमा उठ्नु लागेको छ, उभिनु लागेको छ, खडा हुनु लगाएको छ। अनि जब इजिकल नि आफ्नो ठाउँमा खडा भयो नि, आफ्नो ठाउँमा जब उभिने त्यति बेला चाहिँ परमेश्वर बोल्नु भएको छ। अनि बोलेकोलाई चाहिँ उसले चाहिँ उभिएकै ठाउँबाट चाहिँ रिसिभ गरेको छ, एक्सेप्ट गरेको छ। उभिएको ठाउँबाट चाहिँ परमेश्वरको वचनलाई, परमेश्वरको शब्दलाई, परमेश्वरको आवाजलाई, परमेश्वरको कुरालाई चाहिँ उसले चाहिँ रिसिभ गरेको छ, एक्सेप्ट गरेको छ उसले चाहिँ। अनि इजिकलले भन्यो म यसरी सुतिरहेको छु परमेश्वर, मसँग तपाईँ यसरी सुतेकै ठाउँमा बोल्नुहोस् भनेर भनेन नि। हामीले सायद भनेको भए त हामी त सुतेर नै परमेश्वर सोध्थ्यो होला हामी है, सुतेर नि अझै सिरानी खापेर अझै कम्बल यहाँसम्म राखेर सोध्थ्यो होला है। तर इजिकलले चाहिँ पहिला कम्बल हटाएको छ, ओछ्यान हटाएको छ है, अनि उठेको छ, जुरुक्क उठेको छ। लु परमेश्वर अब म उठेँ, मसँग बोल्नुहोस्। जबसम्म चाहिँ इजिकल आफ्नो ठाउँमा खडा भएर उभिएन तबसम्म चाहिँ परमेश्वर बोलेको छैन नि। यदि तपाईँ हामी चाहिँ परमेश्वरको आवाज सुन्नुलाई भने नि जस्तो पोजिसनमा छौँ, जस्तो अवस्थामा छौँ, त्यस्तै अवस्थामा उठेर चाहिँ लु परमेश्वर म उठेँ, अब म तयार भएँ, अब तपाईँ मसँग कस्तो बोल्नुहुन्छ म त्यो कुराहरूमा एक्सेप्ट गर्छु, म तपाईँको कुरालाई एक्सेप्ट गर्छु। तपाईँको कुरा सुन्नुलाई चाहिँ म पहिला उठ्नुपर्छ, मैले सिकेको छु, मैले उठेँ परमेश्वर, अब तपाईँ मसँग बोल्नुहोस्। मण्डली तपाईँ हामी यदि प्रभुको काम हेर्न चाहन्छौँ, प्रभुको आवाजलाई सुन्न चाहन्छौँ, यदि प्रभुको आवाजलाई खोज्छौँ भने चाहिँ पहिला आफ्नो ठाउँबाट उठेर हेरौँ, कमसेकम पहिला कमसेकम आफ्नो अवस्थाबाट, आफ्नो पोजिसनबाट उठेर हेरौँ कमसेकम। अनि जाँचौँ न परमेश्वरलाई, परमेश्वर म उठेँ, आफ्नो ठाउँबाट उठेँ, अब तपाईँ मसँग बोल्नुहुन्छ या बोल्नुहुन्न, तपाईँको आवाज सुन्नलाई चाहिँ म तयार छु। आमेन। अनि यो शब्द नि मलाई यति साह्रो गहकिलो लाग्छ कि कोही बेला हामी सुतेर आराम गरेर परमेश्वरको आवाजलाई सुन्न माग्छौँ, हामी आवाजलाई खोज्छौँ, हामी परमेश्वरको दर्शनलाई खोज्छौँ। तर सुत्ने मान्छे, निदाउने मान्छे, बस्ने मान्छेसँग चाहिँ परमेश्वरको दर्शन पनि हुँदैन, परमेश्वरको आवाज पनि आइपुग्दैन। यदि परमेश्वरको आवाजलाई सुन्ने हो भने हामी आफ्नो ठाउँमा उठ्नुपर्छ। 3 पढौँ त, 2 3 उहाँले मलाई भन्नुभयो, हे मानिस, म तँलाई इस्राएली जातिमा बनाउँछु, एउटा मानिस जातिमा। यहाँनिर चाहिँ पहिलो आज्ञा चाहिँ तँ आफ्नो ठाउँमा खडा हो। दोस्रो आज्ञा चाहिँ तँलाई चाहिँ अहिलेसम्म नि यस्तो शक्तिशाली बलवानहरू, पुरुषहरू, योद्धाहरू छन्, तर तिनीहरू पनि जान नसकेको ठाउँमा चाहिँ म तँलाई त्यहाँ पुर्याउनेछु। जो चाहिँ वीर पुरुषहरू, वीर योद्धाहरू चाहिँ अहिलेसम्म पनि त्यो ठाउँमा, त्यो जातिकोमा पुग्न सकेको छैन। तर जब तँ खडा हुन्छस्, त्यति बेला तँ खडा हुन्छस्, त्यति बेला चाहिँ ती वीर पुरुषहरू, योद्धाहरू नपुगेको ठाउँमा पनि म तँलाई चाहिँ त्यहाँनिर पुर्याउनेछु। म त्यो ठाउँमा तँलाई पुर्याउनेछु। 2 नम्बरमा चाहिँ त्यो आज्ञा, इजिकलले त्यो आज्ञा तैँले उठेर मात्रै देखा, अनि अरू जाति पुग्न नसकेको ठाउँमा पनि म तँलाई पुर्याउनेछु। अनि तेस्रो आज्ञा चाहिँ के छ भने चाहिँ तेरो मुख चाहिँ खोल्दा, अब तेरो मुख खोल्दा, तेरो मुख गर्दा। आज हामी कति जबरजस्ती यहाँनिर भाइले भन्दै थियो नि क्या, हाम्रो यहाँनिर पिटर भाइले खोल्नुपर्छ ती बन्धनहरू, तोड्नुपर्छ ती कुराहरू। आज हाम्रो मुखलाई केले चाहिँ बाँधेको छ, बोल्नै नसक्ने है, गाउनै नसक्ने, के त्यस्तो शक्ति छ, के त्यस्तो पावर, के त्यस्तो ताकत छ, के एउटा शक्तिले हाम्रो मुखलाई चाहिँ पक्रेको छ।
अनि यहाँनिर तैँले चाहिँ तेरो मुखलाई खोल त, तेरो मुख बन्द गरेको मुखलाई तैँले खोल त, खोलेर जब तैँले तेरो मुखलाई खोल्छ नि त्यति बेला चाहिँ मेरो वचन चाहिँ तेरो मुखमा हालिदिनेछ, तेरो मुखमा हालिदिनेछ। अनि जब इजिकियलले चाहिँ चुपचाप खडा भएर जब परमेश्वरको आज्ञालाई सुनेछ, उसले आफ्नो मुखलाई उघारे नि, त्यति बेला परमेश्वरले चाहिँ परमेश्वरको वचन इजिकियलको मुखभित्र हालिदिएको छ, मुखभित्र खानिदिएको छ, मुखभित्र हालिदिएको छ। अनि जब त्यो मुखभित्र वचन पस्दैछ त्यति बेला चाहिँ इजिकियलले के अनुभव गर्छ भन्नुहोस् त, त्यो वचनले चाहिँ उसलाई चाहिँ गुलियो, अझै गुलियो, अझै गुलियो, जति पस्दैछ वचन, जति खाँदैछ, जति मुख उगार्दैछ, जति वचन पस्दैछ, त्यो वचनले चाहिँ उसको मुख त गुलियो गुलियो गुलियो, अझै गुलियो, अझै गुलियो, जति वचन पस्दैछ त्यति गुलियो, अझै पस्यो त्यति गुलियो। इजिकियलले त्यो अनुभव गरिराखेको छ, त्यो अनुभव गरिराखेको छ। इजिकियल 3 को 3 पढ्नु, इजिकियल यसैको 3 को 3। यसपछि उहाँले मलाई भन्नुभयो, हे मानिस, मैले तँलाई दिएको यो बेरिएको पुस्तक खा र तेरो पेट भर। तब मैले त्यो खाएँ र त्यो मेरो मुखमा मह झै मिठो भयो। जब उसले चाहिँ परमेश्वरको वचन खानलाई आफ्नो मुखलाई उसले उगारे अनि परमेश्वरको बेरिएको वचन उसको मुखभित्र पस्दै थियो। अनि जब पस्दै थियो त्यति नै गुलियो, जब पस्दै थियो त्यति नै गुलियो, जति मुख गरे त्यति पस्दै थियो। अनि उसको मुख चाहिँ महभन्दा गुलियो, अझै गुलियो, अझै महभन्दा गुलियो हुन थाल्यो। अनि मान्छेको लाइफमा नि सबैभन्दा मिठो कुरा चाहिँ, सबैभन्दा मिठो कुरा, महभन्दा मिठो कुरा, महभन्दा मिठो कुरा, अझै मिठो कुरा चाहिँ नि मान्छेको लाइफको चाहिँ जीवन परिवर्तन हो, जीवन परिवर्तन हो, लाइफ परिवर्तन हो, चेन्ज हो, लाइफ चेन्ज। त्यो चाहिँ मान्छेको सबैभन्दा चाहिँ श्रेष्ठ, अझै श्रेष्ठ मिठो, महभन्दा मिठो लाइफको क्षण पल हो, त्यसलाई चाहिँ क्षण भन्छ। जब मान्छेको लाइफ चेन्ज हुन्छ नि, परिवर्तन हुन्छ नि, त्यति बेला चाहिँ त्यो चाहिँ यति साह्रो मभन्दा मिठोको दिनको क्षण हुन्छ। यसै 45 को 2 र 3 पढ्नु त, यसै 45 को 2 र 3। यो वचनभन्दा चाहिँ नि अरू चाहिँ श्रेष्ठ मिठो र असल कुरा कहाँ छ, यो पढ्नुहोस् त। यसै 45 को 2 र 3। म तेरो हेर्नुहोस् है, आज म तेरो अघि जानेछु र डाँडाहरूलाई समतल पार्नेछु। अब तैँले हिँड्नु नसक्ने डाँडाहरू होला, पर्खालहरू होला, पहाड होला, तेरो खुट्टाले तेरो घुँडाले भ्याउँदैन होला है, तँ कमजोर छस् भने पनि, तर म चाहिँ तेरो लागि बल भनेर तेरो अगाडि हिँड्नेछु। तँ हिँड्न नसक्ने पहाडहरूलाई पनि तेरो लागि म सिधा बनाइदिनेछु। आमेन। तँ कमजोर छस् होला, तेरो सायद घोडाहरूले तेरो खुट्टा हिँड्न नसक्ने ठाउँहरू होला है, अप्ठ्यारो गाह्रो कुरा होला, तर म चाहिँ तेरो अगाडि भएर हिँड्यो भने नि तेरो लागि चाहिँ सबै कुरा म सिधा बनाइदिनेछु। जहाँ तैँले बाहिर टेक्न सक्दैनस्, जहाँ तँ पुग्न सक्दैनस्, जुन ठाउँमा तँ हिँड्नु सक्दैनस्, तर तैँले हिँड्नु सक्ने ठाउँ बनाएर चाहिँ म तँलाई चाहिँ हिँड्नेछु। पढ्नु त। म तेरो अघि जानेछु, डाँडालाई तँ त्यो डाँडामा त चढ्न सक्दैनस्, तँ बलवान छैनस्, तँ दुर्बल छस् है, तँ सकिन्छस्, तर म जान्दछु, तर त्यो डाँडाहरूलाई पनि म समतल बनाइदिनेछु। पित्तलको ढोकाहरू सायद तँलाई बन्द गर्ने, तँ छिर्न नसक्ने सायद पित्तलको बलियो ढोकाहरू पनि तेरो लागि नै भनेर म फुटाइदिनेछु। फलामको बारहरू होला, सायद तैँले छिर्न नसक्ने, तेरो वरिपरि फलामको बार होला,
धुजा धुजा बनाउनेछु त्यो पहाड फलामको पहाडहरूलाई कुनै शक्ति पनि तोड्न नसक्ने मान्छेको शक्तिले पनि भत्काउन नसक्ने तर म तेरै लागि भयो भने त्यो पहाडहरूलाई म तेरो लागि भत्काइदिनेछु आमेन अब योभन्दा मिठो कुरा चाहिँ के हो भन्नुहोस् त योभन्दा गुलियो कुरा के होला मानिसको लाइफमा हाम्रो लाइफमा योभन्दा मिठो कुरा योभन्दा गुलियो कुरा के होला के पनि छैन आज तपाईँको लागि समस्याहरू तपाईँको लागि पीडाहरू तपाईँको लागि दुःखहरू है तपाईँको लागि कष्टहरू सायद फलामको बार जस्तो होला पित्तलको दैलो जस्तो होला तर ती फलामको बारहरूलाई पनि म तेरो लागि भत्काइदिनेछु म तेरो लागि भत्काइदिनेछु आज संसारमा नि हामी हेर्छौँ भने धेरै लाइफमा क्या मुखमा मिठो छ धेरै मिठो कुराहरू भएको छ धेरै मिठो कुराहरू उसले पाउन सक्छ भेटाउन सक्छ तर लाइफ यति तितो छ क्या लाइफ जिन्दगी जीवनहरू यति तितो छ उसले सबै कुराहरू उसले चाहेका कुराहरू उसले हातमा हासिल गर्न सक्ला उसले भेटाउन सक्ला तर लाइफमा मिठो कुराहरू उसले हराइराखेको छ गुमाइराखेको छ धेरैको जीवनमा मिठो कुराहरू उसले चाहिँ हराइराखेको छ गुमाइराखेको छ सायद उसले आँखाको सायद उसले शरीरको धेरै आकर्षणका कुराहरू उसलाई मिठो कुरा भइराखेको होला लाइफ जिन्दगी उसको तितो छ यसै 46 को 4 बोल्नु यसै 46 को 4 तिमीहरूको बुढेसकालसम्म अब योभन्दा मिठो कुराहरू के पाउँछौ भन्नुहोस् त मण्डली तपाईँले कान खोलेर सुन्नुहोस् हरेक मण्डली बुवामा तपाईँले कान खोलेर सुन्नुहोस् तपाईँले आत्मामा सोच्नुहोस् तपाईँले छातीमा हात राखेर सोच्नुहोस् है आफ्नो परिवारलाई तपाईँले सम्झिनुहोस् आफूलाई सम्झिनुहोस् पढ्नु त तिमीहरूको तिमीहरूको बुढेसकालसम्म पनि उही हुनेछु म उही हुनेछु तिमीहरूको कपाल फुलेको अवस्थासम्म पनि तिमीहरूलाई बोक्नेछु अब हेर्नुहोस् त तिमीहरूको बुढेसकाल तिमीहरूको कपाल फुलेको अवस्थासम्म पनि म वही परमेश्वर हुनेछु जसले तँलाई दया देखाउँछ जसले तँलाई चाहिँ माया गर्छ जसले तँलाई चाहिँ तेरो हात पक्रिन्छ जसले तेरो लागि चाहिँ पर्खालहरू तोडिदिन्छ जसले तेरो पहाडहरूलाई चाहिँ सिधा बनाइदिन्छ म उही परमेश्वर हुनेछु अनि बुढेसकालसम्म पनि म तँलाई छोड्नेछु नि योभन्दा मिठो कुरा चाहिँ अरू के होला योभन्दा मिठो कुराहरू के होला अनि श्रेष्ठ गीत 1 को 2 मा पढ्नु श्रेष्ठ गीत सायद तपाईँले अहिलेसम्म खोल्नु नभएको पद होला त्यो श्रेष्ठ गीत तल त्यो प्रकाशको छेउतिर होइन यता माथि त्यो के अरे व्यवस्थापट्टि पनि होइन बिचमा छ सायद कतिले अहिलेसम्म त्यो श्रेष्ठ गीत थाहा छ छैन तपाईँले श्रेष्ठ गीत 1 को 2 मा पढ्नु त 1 को 2 अब सुन्नुहोस् है हेर्नुहोस् न तपाईँको प्रेम दागमतभन्दा पनि मिठो छ तपाईँको प्रेम दागमतभन्दा पनि मिठो छ तपाईँको प्रेम तपाईँको गहिराई प्रेमको गहिराई दागमत सुगन्धित तेलभन्दा पनि मिठो छ जसले चाहिँ मेरो लाइफलाई परिवर्तन गरिदिन्छ मेरो जीवन परिवर्तन गरिदिन्छ मेरो जिउने तरिकालाई मात्रै बदलाइदिन्छ तपाईँको प्रेम ताकतभन्दा पनि मिठो छ अब यहाँनिर म 4 करोडको विषयमा म अलिकति छोटो बनाउन लागिरहेको छु 4 सर्वदूत इजिकल 1 को 28 पढ्नु त इजिकल त्यसैको 1 को 28 1 देखि इजिकल 1 को 1 देखि अलिकति पढ्दै जाउँ त 1 को 1 देखि
30औं वर्षको चौथो महिनाको 5औं दिनमा जब म कैदमा लगिएका हजुरसँग कबार नदीको किनारमा थिएँ, तब स्वर्ग खोलियो र मैले परमेश्वरको दर्शनहरू देखेँ। पढ्दो अझै त्यस महिनाको 5औं अनि इजिकली के देखेछ, 4टा करुबहरू 4टा स्वर्गदूतहरू देखेको छ त्यहाँनिर। अनि उनीहरू चाहिँ उड्दै गर्दाखेरि उनीहरू जब उड्दै थिए, जब उड्दै गर्दाखेरि माथि आकाशमा उड्दै गर्दाखेरि नि 4टा करुब 4टा स्वर्गदूतहरूको पखेटाहरू चाहिँ एउटासँग अर्कोदेखि अर्को यसरी जोडिएका हुन्थे कि यसरी जोडेको एउटा पखेटाले अर्को पखेटालाई छोएको, अर्को पखेटाले फेरि अर्को पखेटालाई छोएको। अनि यसरी चाहिँ 4टा एउटै जोडिएर उनीहरू आकाशतिर उठे, आकाशमा उठे ती करुबहरू त्यो स्वर्गदूतहरू। अनि ती जब उनीहरू चाहिँ एउटाको पखेटा अर्कोसँग जोडेर जब उठे नि, त्यति बेला चाहिँ यस्तो ठुलो आकाशमा चाहिँ गर्जन हुन्थे अरे, गर्जन आवाजहरू हुन्थे अरे, आवाज। त्यति बेला त्यो आवाज उड्दै गर्दाखेरि, आवाज आउँदै गर्दाखेरि चाहिँ जब उनीहरूको पखेटाहरू चाहिँ एउटासँग अर्को जोडेर जब उनीहरू एकैसाथ उड्दै गर्दाखेरि चाहिँ नि, त्यति बेला चाहिँ चट्याङहरू आउँथ्यो अरे, बिजुलीहरू चम्किन्थ्यो, बिजुलीहरू चम्किन्थ्यो अरे। अनि यहाँबाट चाहिँ मैले के पाएँ, के मैले चाहिँ यसको मैले रहस्यहरू मैले खोज्दै थिएँ। अनि मैले रहस्यहरू खोज्दै गर्दाखेरि चाहिँ नि, सायद त्यो करुब त्यो स्वर्गदूतहरू चाहिँ एक्लै एक्लै उडेको भए है, एक्लै एक्लै उडेको भए सायद उनीहरूको पखेटा त्यो एउटादेखि अर्कोसँग जोडेको भए सायद त्यो चट्याङहरू हल्ने शक्ति, त्यो गर्जनहरूको शक्ति है, त्यो घाडामुडुमहरूको शक्ति त्यो उनीहरूकोमा हुन्थेन होला सायद। किनकि उनीहरू एउटै मात्र सिङ्गल उनीहरू चाहिँ आकाशमा उडिरहेको हुन्थे। तर उनीहरू जब एक आकाशमा चाहिँ उनीहरूको पखेटाहरू जोडेर चाहिँ उनीहरू 4टा स्वर्गदूतहरू चाहिँ आकाशमा उठ्थे नि, त्यति बेला चाहिँ यस्तो चट्याङहरू, यस्तो बिजुली चम्किन्थ्यो क्या उनीहरूको उडानमा, उनीहरूको पखेटामा, उनीहरू आकाशमा उड्दै गर्दाखेरि। अनि एउटा यस्तो चमत्कारको कुराहरू देख्थ्यो त्यहाँनिर। अनि मानिसको जुन आँखाले अहिलेसम्म नदेखेको, मानिसले देख्न नसकेको, अहिलेसम्म चाहिँ भेट्न नसकेको चमत्कारहरू, एउटा छुट्टै एउटा बेग्लै एउटा शक्ति चाहिँ त्यो उनीहरू 4टा करुबहरू एउटा आकाशमा उड्दाखेरि चाहिँ त्यो एउटा शक्ति देख्थे। तलका मानिसहरूले चाहिँ त्यो एउटा शक्ति भेटाउँथे, शक्ति देख्थे अरे, एउटा बेग्लै। यदि तपाईँ हामी पनि नि एक आपसमा विचारहरू जोडेर, एक आपसमा प्रेम जोडेर, एक आपसमा मन जोडेर, एउटादेखि अर्कोसँग हाम्रो मन विचारहरू, हाम्रो प्रेमहरू मिलापहरू जोडेर हाम्रो उडानहरू भयो भने नि सायद मानिसले देख्न नसकेको कुराहरू चाहिँ हाम्रो जीवनमा भेटाउनेछ। आमेन। तर त्यो मानिसले अहिलेसम्म देख्न नसकेका, मानिसले अहिलेसम्म पाउन नसकेका ती कुराहरू चाहिँ हाम्रो भेटाउन भनेको लागि आज तपाईँ हाम्रो विचार एउटादेखि अर्कोसम्म चाहिँ जोडेको हुनुपर्ने रहेछ जस्तो लाग्छ मलाई। जबसम्म तपाईँ हाम्रो विचार एउटादेखि अर्कोसम्म, जबसम्म तपाईँ हाम्रो प्रेमहरू एउटादेखि अर्कोसम्म जोडेको हुँदैन, तबसम्म हामीबाट चाहिँ देख्नुपर्ने कुराहरू चाहिँ समाजले नभेटाउँदो रहेछ, समाजले नपाउँदो रहेछ। सायद त्यो करुबहरू, त्यो स्वर्गदूतहरू पनि सायद एक्लै उडेको भए सायद तलबाट हेर्नेहरूले त्यो सायद चमत्कारहरू देख्दैन थियो होला, देख्ने थिएन होला। सायद अहिलेसम्म नभएका कुराहरू यदि समाजमा देखिनु भनेको मण्डली तपाईँ हामी जति छौँ सबैको मन, सबैको विचार, सबैको हृदय जोडेको छौँ भनेदेखि चाहिँ सायद समाजले नदेखेको कुराहरू चाहिँ तपाईँ हामीबाट भएर जानेछ। तपाईँ हामीबाट चाहिँ भएर जानेछ। यदि समाजले त्यो कुरा देख्नु हुँदा चाहिँ तपाईँ हाम्रो मन चाहिँ जोडेको हुनुपर्ने छ, तपाईँ हाम्रो विचार जोडेको हुनुपर्ने छ, तपाईँ हृदय जोडेको हुनुपर्ने छ, तपाईँ हाम्रो
तपाईँ हाम्रो प्रेम जोडिएको हुनुपर्ने रहेछ। अनि मात्रै हाम्रो उडानहरू जब भर्छौँ नि, जब हाम्रो उडानहरू भर्छौँ नि, तब चाहिँ आज समाजले नदेखेको कुराहरू चाहिँ हाम्रो जीवनबाट भेटाउन सक्ने रहेछ। अनि यो कुराहरू चाहिँ मैले प्रकाशमा पाएँ है। यो कुरा चाहिँ मैले जब वचन अध्ययन गर्दै गएँ, अनि तपाईँले यो कुराहरू तपाईँले गर्नुहोस् न। म चाहिँ के गर्छु भने एउटा वचन पढ्छु कि त्यो अरू वचन पढ्दैन म। एउटा वचन पढ्छु, यो एउटा पत्र पढ्छु, अनि त्यसको रहस्यलाई, त्यसको गहिराइलाई म खोज्छु, रिसर्च गर्छु, मेडिटेट गर्छु है। मेडिटेट गर्छु, त्यसलाई अध्ययन गर्छु। अनि यसले भन्नु खोजे के हो, यसले के भन्नु खोज्दैछ, यो वचन के भन्नु खोज्दैछ, यसको चौडाइ कहाँसम्म पुग्छ, हामी यसको गहिराइ कहाँसम्म पुग्छ, त्यो कुरो मेडिटेट, त्यो कुरो अध्ययन गर्नु भने नि त्यसको प्रकाश तपाईँले परमेश्वर दिनुहुन्छ, तपाईँले त्यसको प्रकाश पाउनुहुन्छ। आज हामीले उपन्यास जस्तो, किताब जस्तो, न्युज पेपर जस्तो हामीले सरल पढेर फेरि अर्को वचन हेर्छौँ भने हामी पनि त्यसमा गइरिँदैनौँ, अनि हामीले पनि प्रकाश भेटाउँदैनौँ, अनि हामीले अरूलाई पनि प्रकाश लाग्न सक्दैनौँ। आफूले पहिला बुझ्नु पऱ्यो नि, वचन बोल्ने मान्छेले पहिला आफै बस्नुपर्छ है, आफै गहिराइमा बस्नुपर्छ। अनि जब आफै गहिराइमा बस्छौँ नि, त्यति बेला चाहिँ हामीले अरूलाई गहिराइमा लाग्न सक्छौँ। सबैलाई